दिदी हजुर अनि किन आज एकदम निराश हुनुहुन्छ एकदम मुडमा केही कुरा सोचे जस्तो मनभित्र केही गमे जस्तो के गर्नु हुँदैछ हौ दिदी त्यही समस्याहरू परेको छौ समस्याले यहाँ घेरेर म त्यतिकै यहाँनिर एकदम सोचाइमा परिरहेको छु दिदी हामीलाई भन्नु हुँदैन के सुनाउनु समस्यामाथि समस्या महिलाहरूको झन् समस्या कति कति कसलाई सुनाउने कसलाई नसुनाउने यहाँ म त त्यतिकै यहाँ होइन भएर बसिरहेको छु त्यही पनि दिदी एउटा भाइलाई सम्झेर चाहिँ भाइ मानेर चाहिँ एउटा भन्नुहोस् न त अलिकति बोझ पनि हल्का हुन्छ क्या दिदी प्लिज महिलाहरूको समस्या अब कति छ नि अब के अब उदाहरण साधारणै भन्दा पनि अब किचनमै कुरा लिउँ न होइन ज्यू किचनमा पनि अब त्यही खाना पकायो खाना अब फ्राई अब साधारण पकाएर खाना दियो भने छोरा आएर फेरि खै त अनि फ्राई गरेको तरकारी भयो पो भनेर भन्छ फ्राई गरेर दियो फेरि श्रीमानले तेल बढी भयो फ्राई गरेर खानु हुँदैन भन्छ फेरि अब घरमा अब बुढाबुढीहरू छ भने उनीहरूले फेरि खाना कडा भयो गिलो पकाउनु भनेर भन्छ अब फेरि अर्को आउँछ खाना किन गिलो पकाएको खाना मिठो भएन भन्छ हजुर अब त्यसो भन्दा अनि अर्कोलाई पनि सबैजना हरेकको मन कहाँ खुसी पार्न सकिन्छ त त्यही त्यस्तो समस्याहरू देखेर अनि त्यो बाहेक अब अरू थुप्रै कुराहरू हुन्छ त्यसले त्यस्तो त सबैलाई त सबैको चित्त बुझाउन सकिँदैन त्यही भएर म त एकदम टेन्सन भइरहेको छु हो है बहुत गाह्रो छ छोरी मान्छेहरूलाई हो गाह्रो छ नि गाह्रो छ राम्रो देखिन्छ त हो तपाईँको समस्या देखेर मलाई छक्क पऱ्यो मेरो श्रीमतीलाई पनि सम्झ्यो दिज्यू अब म त भन्दिनँ म त अब कहिले पनि भन्दिनँ जे पाक्छ त्यो खुरु खान्छु ज्ञानी भएर दिदी अब त मलाई थाहा भयो तपाईँहरूको समस्या म त भन्छु यो भएन त्यो भएन ए आजदेखि सुत्रिन्छु ल दिदी हस् धन्यवाद दिदी आँखा खोलिदिनु भयो